स्वागत छ हजुरहरूलाई सरोज बाटिकामा। म आज हजुरहरूलाई जाडो महिनाको एकदम नै राम्रो यो फुल जसलाई क्रिसमस क्याक्टस भन्छ त्यो फुलको विषयमा देखाउन जाँदैछु। हुन त यो क्याक्टस फ्यामिलीमा पर्दैन, सक्लेन्ट फ्यामिलीमा नै पर्छ। यिनीहरू चाहिँ यसपालि मलाई अमृता बहिनीले दिनुभएको थियो, हाम्रो अमृता नेवाङ बहिनीले, र कटिङहरू सानो सानो लगाएको थियौँ र अहिले फुल्न पनि सुरु भइसकेको छ। र यसको पहिला सुरुमा मैले हजुरहरूलाई लाइटको विषयमा बताउँछु। यसलाई डाइरेक्ट सनलाइटमा हामीहरूले राख्नु हुँदैन र ब्राइट लाइट र दिनमा छानिएको 2-3 घन्टाको घाम भयो भने प्रशस्तै पुग्छ। र डाइरेक्ट सनलाइटमा लगेर हामीले राख्यौँ भने फेरि यो यस्तो राम्रो हुँदैन। र यसलाई पानी चाहिँ मेन हामीले एकदम नै विचार पुर्याउनु पर्ने हुन्छ। पानीको विषयमा म फेरि हजुरहरूलाई अगाडि बताउँछु। हामीले धेरै पानी हाल्यो भने कस्तो हुन्छ र पानी कति दिने भनेर। र यसको पर्पुगेसन मैले बताउँछु हजुरहरूलाई। यही सानो सानो पात जस्तो जुन देखिरहेको छ यसलाई कटिङ गरेर हामीहरूले लगायौँ भने यसको पर्पुगेसन भइ नै हाल्छ। र बर्सातको टाइममा त्यति सक्सेस हुँदैन भनेपछि बर्सात छैन भने अरू कुनै पनि महिनामा हामीहरूले यो जाडो महिनामा पनि यसको पर्पुगेसन गर्न सक्छौँ। फेब्रुअरी, मार्च, अप्रिल, मे, जुनसम्म पनि हामीहरूले राम्रोसँग यसको पर्पुगेसन गर्न सक्छौँ। मसँग पहिला यति एउटा रातो रङमा थियो र अहिले चाहिँ अब बहिनीले पनि दिनुभयो र मैले यसको कलेक्सन पनि गर्दैछु। र यस्तो सानो सानो पटहरूमा हजुरहरूलाई देखाएँ। यिनीहरू सबै मैले पर्पुगेसन नै गरेको हो र यिनीहरू पनि कोही हाम्रो बहिनीले पनि दिनुभयो, अमृता बहिनीले, कोही मेरो अर्को साथीकोबाट पनि लिएर आएँ। र अब 1-2टा नयाँ रङहरू पाएँ भने मैले किन्छु पनि। र यसको पटको कुरा गर्दाखेरि अब यो 8 इन्चसम्मको पटमा पनि राम्रो हुन्छ भने मैले चाहिँ ह्याङ्गिङ बास्केटमा पनि लगाएको थिएँ। र ह्याङ्गिङ बास्केट यो पिङ्क कलरमा छ र अर्को सेतो के कारणले मैले यहाँबाट निकालेँ भनेर नि हजुरहरूलाई फेरि अगाडि देखाउँछु मैले। र यस्तो तरिकाले यो फुलहरू जाडोमा लामो समयमा पनि फुल्छ र यसको कुनै भेराइटी फेरि इस्टरको टाइममा पनि फुल्छ। र यो जुन सेतो रङको मेरो ह्याङ्गिङ बास्केट छ र यसमा मैले पानीको कुरा बताउँछु। हाम्रो अमृता नेवाङ बहिनीले भिडियोमा भन्नुभएको छ यो फुल त एक हाते हो भनेर। त्यस्तै म ट्राभल गरिरहने अस्ति म बाहिर जाँदा बहिनीहरूले एकदम नै धेरै पानीहरू राखिदिनु भयो। त्यो कारणले यो यसरी जराबाट कुहिएर यस्तो उकिएर आइसक्यो सबै र मैले टोकरी माथिबाट झिकेर तल राखेको छु। र अब फेरि आउने हप्ता मैले यसलाई पर्पुगेसन पनि गर्छु र रिपोर्टिङ पनि गर्छु। मेरो यो टोकरी पनि अब बिग्रि नै राखेको छ। र यसको अब हामीले पानी चाहिँ मेरो आफ्नो अनुभवमा जाडोमा 10 दिनमा एकचोटि दिँदा पनि पुग्छ। यो त राम्रोसँग फुलिरहेको थियो, अब यस्तो मर्नलाई तयार भइसकेको छ भने गर्मीमा धेरै भनेको 2 चोटि हप्तामा हामीले दियौँ भने पनि पुग्छ। किनभने यो सक्लेन्ट फ्यामिलीको हो, त्यही भएर यसको पातमा नै पानीहरू हुन्छ र पात नै एकदम नरम खालको हुन्छ। यसले विशेष गरेर डाइरेक्ट पानीहरू आउने त्यस्तो ठाउँमा चाहिँ यसलाई कहाँ राख्ने भनेर भन्दा अब अलिकति हल्का सेड जहाँ 1-2 घन्टाको घामहरू पनि पर्छ, डाइरेक्ट पानी पर्दैन त्यस्तो ठाउँमा राख्यौँ भने चाहिँ यिनीहरू राम्रो नै हुन्छ। यो चाहिँ रानी पिङ्क रहेछ र एउटा त अब सेतो पनि हो। तर मैले पिङ्क र रेडहरूसँगै राखेको हुनाले सेतो पनि पिङ्क नै भएर गयो। यस्तो तरिकाले अब जहाँ जहाँबाट पायो मैले लिएर आउँछु। यो कटिङ पनि यसपालि नै लगाएको हो, यो त मलाई हाम्रो अमृता बहिनीले नै दिनुभएको। यस्तो तरिकाले सानो सानो पटहरूमा लगाउने, हामीसँग पट छैन भने हामीहरूले पोली ब्यागमा पनि यसलाई लगाउन सक्छौँ। र फेरि यसलाई फर्टिलाइजर चाहिँ मैले खासै धेरै अब दिनुपर्छ जस्तो लाग्दैन। राम्रोसँग पटिङ मिक्स बनाएको छौँ भने त फेरि हामीले त्यो वर्षमा 2 चोटि म्याक्सिमम दिए पनि पुग्छ। यसको फेब्रुअरी र सेप्टेम्बरमा दिनुपर्छ। फेब्रुअरीमा किन दिने भने यिनीहरू फुलेर पनि यो सिद्धिसक्छ र फेरि अर्को सालको लागि हामीहरूले प्लान्टलाई फुलेर सबै आफ्नो एनर्जीहरू खतम भएको हुन्छ र बलियो बनाउनलाई फेब्रुअरीमा दिन्छौँ भने सेप्टेम्बरमा फेरि हामीले दिनुपर्छ। किनभने सेप्टेम्बर पछि अक्टोबर, नोभेम्बर, डिसेम्बरमा त यो फुल्ने हो। त्यति बेला पनि एउटा बुस्टरको रूपमा हामीले यसलाई फर्टिलाइजर, भर्मी कम्पोस्ट
दिँदा पनि हुन्छ र धेरै कडा खालको मलहरू यसलाई दिनु पनि हुँदैन र झोल मल लिक्विड फर्टिलाइजर जुन हामीले बनाउँछौँ बनाना पिलहरू राखेर त्यो पनि हामीले दिँदा पनि भइहाल्छ तर यसलाई ओभर फर्टिलाइजर चाहिँ दिनु हुँदैन र चिसो बनाएर पनि राख्नु हुँदैन अलिकति ड्राई साइडमा नै यसलाई राख्नुपर्ने हुन्छ र यो जुन मैले हजुरहरूलाई यो अर्किडको बिचमा फुलिराखेको देखाएको छु नि कति सजिलो फर्पुगेसन हुन्छ हजुर मेरो त्यो सेतो रङको टोकरी यही प्लान्टको माथितिर उसमा ह्याङ्गिङमा झुन्डाइरहेको थिएँ त्यहाँबाट अब आफै के गरेर खस्यो सानो टुक्रा र त्यो अर्किडको बिचमा परेर पनि आफै नै मैले त्यहाँ रोपेको पनि होइन आफै त्यसरी फुल्छ र यसको एकदम नै इजी पर्पुगेसन पनि हुन्छ र फेरि मैले यसमा खासै फङ्गसहरू लाग्ने डर हुन्छ तर किराहरूले त्यस्तो एट्याक चाहिँ गर्दैन यसलाई अब यो पनि एकदम नै हेल्दी देखिरहेछ माटो चाहिँ अलिकति चिसै छ अझ यसमा पनि यो पनि हेल्दी देखिरहेको छ किनभने यो 3-4 महिना भयो हामीले लगाएको तर राम्रो नै भएर यो आइराखेको छ र अब यो कुन कलरको छ यो चाहिँ अब फुलेपछि सेतो जस्तै लागिरहेको छ मलाई र यसलाई खासै कीटाणुहरू लाग्दैन तर रोप्ने बेलामा पटिङ मिक्समा हामीले फङ्गिसाइड पनि मिसाउन सक्छौँ यसको र पटिङ मिक्समा स्पेसली अब पतिङ्गर बालुवा थोरै माटो अनि त्यसपछि भर्मी कम्पोस्ट र त्यो बेलामा थोरै 1 चम्चा बोन मिल पनि हामीले हाल्न सक्छौँ तर हामीले रिपोर्टिङ गर्ने टाइममा त्यस्तो गर्ने हो तर जुन हामीले सुरुमा पर्पुगेसन गरेर सानो पटरमा हामीले लगाउँदाखेरि चाहिँ सिम्पल बालुवामा मात्रै बालुवा माटो थोरै भर्मी कम्पोस्ट हालेको त्यस्तो पटिङ मिक्स बनाएर हामीले लगाउन सक्छौँ र यो विन्टरको एकदम नै राम्रो खालको यो फुल पनि हो फुलचरा लामो समयसम्म नि रहन्छ र एकदमै लो मेन्टेनेन्स यो फ्लावर प्लान्ट्स पनि हो र साथीहरूकोबाट सानो टुक्रा लिएर आएर पनि यसलाई हामीले लगाएर इन्जोय गर्न सक्छौँ यति बेलासम्म हजुरहरूले भिडियो पनि हेरेर साथ दिनुभयो त्यसको लागि पनि हजुरहरूलाई धेरै धेरै धन्यवाद छ भिडियो हेरिदिनु भएकोमा यदि पहिलोचोटि सरोज वाटिका हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनु होला धन्यवाद नमस्कार